हिजो आन्दोलनमा चाहिँ सिक्री नै हराएछ के गर्नु त होइन रुनु बाहेक विकल्प केही पनि छैन यस्तो अराजक गतिविधि गर्ने के भन्नु है दया लाग्छ क्या सबैले तपाईँलाई कस्तो लाग्छ के भन्नु यस्तो छ अलि चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा अब के गर्नु त अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो साढे 2 तोला साढे 2 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु अब 2.5 तोला घर कसै जानु अब 2.5 तोला